दाजुहरू नमस्ते अनि वेलकम छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि हिजोको भ्लग त हेर्नै भयो होला हैन। हिजो टक्क परेर हामी टावर बोकिरहेको थियौँ अनि त्यहाँबाट त्यो भ्लगमा हामीले अनाउन्स गरिरहेको थियौँ कि हामी भोजपुर जाँदैछौँ, रचना रिमाल आउँदै हुनुहुन्छ भनेर। हामी टक्क परेर भोजपुर आइसकेका छौँ। यहाँ हुन्छ मिस कल्पु, वेलकम छ मेरो भिडियोमा। कस्तो लागिरहेछ त रचना रिमाल आउनुहुन्छ भनेर मनमा कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। प्लस उहाँको चाहिँ फेरि भोलि स्कुल पनि जानुपर्छ कि आफू पो के गर्नु, चटपटेवाली परे, खोले पनि मेरै नखोले पनि मेरै। अनि त्यहाँबाट फेरि उहाँको दाजु पनि बिरामी भइरहनु भएको छ। त्यही भएर जङ्क फुड चाहिँ सबले बन्द गरौँ त्यो भन्छु, तर मै खान्छु के गर्नु, बेच्छु पनि खान्छु पनि, तर थोरै थोरै खाउँ, धेरै नखाऊँ, थोरै थोरै मात्रामा खाउँ। धेरै खाँदा चाहिँ अलिक डेन्जर हुनसक्छ। अनि त्यही साथीहरू अब हामी चट्ट परेर अब डबली मेलाको भित्र छिरेर तपाईँहरूलाई देखाउँछौँ के खेल्छौँ। यसलाई मैले के सोचिरहेको थिएँ भने एउटा के अरे नाउ अनि त्यहाँदेखि रोटेपिङ चाहिँ खेलाउँछु भन्ने छु। यसको रियाक्सन म तपाईँहरूलाई देखाउँछु भन्दैछु। लास्टमा मै पो त्यहाँ अलस तलस पऱ्यो भने के गर्नु। त्यो साथीहरू चट्ट परेर हामी यहाँ घुमिरहेको छौँ। अनि हामीलाई चाहिँ कस्तो लाग्छ भने यो भिडियो बनाउँदा चाहिँ कसैले नहेरोस्, तर भिडियो युट्युबमा हालिसकेपछि सबैले हेरोस् क्या, लाइक कमेन्ट छोडोस् जस्तो लाग्छ। तर के गर्नु, यतिहरू चाहिँ सबैले हेर्छन् अनि युट्युबमा हालेपछि कसैले हेर्नु हुँदैन। त्यही भएर कहाँले देखेको छ गाइस, रचनालाई हेर्नलाई हामीले 200 रुपियाँ तिरेर उहाँकै फोटो राखिदिइरहनु भएको छ। यसरी हामी जान आँटेर छौँ यहाँभित्र होइन। अहिले भरे काट्नु त मन थियो, फेरि अहिले रोटेपिङहरू खेल्नलाई। तर यो खासै राम्रो चाहिँ लागेन मलाई। यो पैसा उठाउने मेरो मात्रै गरे हो यो। रजालीहरू चट्ट परेर भित्र छिर्यौँ, टिकट पनि काट्यौँ। अनि त्यहाँबाट अनि हामी जाँदैछु। म तपाईँहरूलाई यहाँको चहलपहल देखाइदिन्छु है त। ए ऊ यसको पछाडि जाँदैन हेर्नुहोस्, डबली मेला सब गेम, यो साइड गेम भयो। यहाँ चटपटे पानीपुरी। अनि यहाँ आउनुहुन्छ भने हाम्रो रचना रिमाल 200 रुपियाँ तिरेर यस्तो के स्टेज अलिक कति लडाउनु पर्यो नि त। बच्चा हो म यहाँ हेर्नु न। वेलकम छ मेरो भ्लगमा। गीत बजाऊ गीत गाइस। अब उहाँ म्याडमलाई यो खेलाउनलाई लिइरहेको छु, तर ब्याकग्राउन्डमा गीत बजेर मैले भ्लग गर्न सकिरहेको छैन होइन। यो खेल्छौँ अनि यो पछि यो खेल्छौँ अनि यो पछि यसलाई कुन खेलाउँछु, यो गाडी खेलाउँछु खेल्ने होइन। गाइस हामी जाँदैछौँ, पछाडिको ब्याकग्राउन्ड गीतले चाहिँ साह्रो डिस्टर्ब हानु। म त पहिल्यैचोटि खेल्दा साह्रो डराएको थिएँ। ल हामी यहाँ बस्छौँ। अब यहाँ चाहिँ बस्छौँ यहाँ। ए नाउमा चढेर गयो। अब गीत ब्याकग्राउन्डमा गीत छ सुन्दैन, त्यही नाउ खेल्न आँटिरहेको छौँ। बुझ्न आफै भिडियो हेरेर।
यता पो बिरामी भयो जस्तो त मेरो मुटु त झकिँदैन रहेछ भाउजी कहाँ पुऱ्यायो चस्मा लाउ चस्मा रुको देख्दैन गाइस यतिको चहलपहल भइरहेको छ यतिको कालो देखियो क्यानर यस्तो छ यस्तो बुनहरू नाच्दै हिँड्दैछ कति राम्रो राम्रो नाचेको अनि यता म्याडमले चाहिँ कन्ट्रोल गर्नु भइरहेछ अनि त्यहाँबाट यहाँ को हो नि यो समाजसँग यहाँ को हो लुक्ने यहाँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ लुक्दै हिँड्दै हुनुहुन्छ यति राम्रो भाउजू हुनुहुन्छ मान्छे राम्रो हो कि वेलकम छ बधाई यो कसले किनिदिनु भएको कसले खोइ एकचोटि सिधा बनाउनु न सिधा बनाउनु हामी दुईजना मात्रै यहाँ लखर लखर चुमी आइयो रचना रिमालको ओ पैसा उ 20 रुपैयाँ पैसा कफी हो कफीको खोल छ प्रस्तुति पछाडि फेरि पुनः एप्पल डान्स स्टुडियोका कलाकारहरूले यहाँलाई नृत्यद्वारा भरपुर मनोरञ्जन दिलाउने जानकारी गराउन चाहन्छौँ यो के हो यो जेब्रा यस्तो यस्तो चाहिँ जेब्रा हुन्छ कति हो 50 मा देऊ न 50 मा देऊ न यो दिन्छौ कि लडीबडी गरेर रुम दिन्छौ कि लडीबडी गरेर रुम दिने देऊ न तिमी चाहिँ कस्तो मेरो अनुहारलाई त्यस्तो घिन लाग्छ यही प्लास्टिक चाहिँ 100 रुपैयाँमा 50 रुपैयाँमा आउँदैन त देऊ न चोरेर लैजाउँ यो त यसले त चोर्छ नि ए अहिले सामान हराएको मलाई देऊ न कति राम्रो यो हेर है यहाँ हेर्नु यस्तो राम्रो राम्रो छ यो चाहिँ कति हो एउटा बेलुनलाई 30 रुपियाँ गाइस बिजनेसम्यान हेर्नु नि यहाँ कति ठुलो मान्छे छ फेरि 30 रुपियाँ अरे 20 रुपियाँमा देऊ 20 रुपियाँमा 20 मा दिने भए देऊ 20 मा देऊ 20 मा म पनि बिजनेसम्यान म पनि चटपटे पसल गर्छु कि 20 मा देऊ न अनि हाम्रो घरमा आयो भने तिमीलाई म कतिमा दिन्छु भने चटपटे 50 रुपियाँमा 5 मा दिन्छु लु देऊ न घरै थाहा छैन चाहिँदैन हामीलाई लोभी भाइ 1 नम्बरको लोभी भाइ 15 मा देऊ अघिदेखि यिनीहरू नै नाचेको यिनीहरू गल्दैन कि क्या हौ हेर हेर यस्तो छ यस्तो त्यहाँ पर छ कोही कोहीहरू हाम्रो इग्नोर छ इग्नोर हान्ने मान्छेहरू नै देख्दैछु म देख्दैछु कसैको इग्नोरहरू हामी वेलकम गऱ्यौँ भिडियोमा होइन अनि त्यहाँदेखि अस्ति हाम्रो गाउँमा त मेरी बुनु भनेर हामीले नि हो कि होइन भन्दा हामीले कति धेरै केयर गरेको थियो हजुरलाई चिन्दैन हामीलाई कसैले चिन्दैन र अहिलेको लागि हाम्रा भोजपुर स्थित अत्यन्तै चर्चित एप्पल डान्स स्टुडियोका कलाकार भाइ बहिनीहरूले तपाईँलाई नृत्यद्वारा मनोरञ्जन दिँदै गर्ने कुरा जानकारी गराउँदै एप्पल डान्स स्टुडियोका कलाकार भाइ बहिनीले यस स्टेजमा आएर आफ्नो प्रस्तुति प्रदान गर्नु हुन अनुरोध गर्दछु गाइस खाजाको लागि यस्तो छ म्याडम यहाँ आइसक्रिम खाँदैछौँ त्यही को लागि एक ठुलो प्राङ्गणभित्र सुरक्षा प्रदान गर्नुहुने निकाय जिल्ला प्रशासन कार्यालय भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुर टक्सा गुल्मा सशस्त्र प्रहरी बल टक्सा त्यसै गरी हाम्रो टबली मेला सञ्चालनको लागि जिल्लामा हेर्नु त हेर्नु यसरी खेलेको यस्तो छ यता अब स्टेज हाम्रो हो यहाँ अघि रचनाले यही कस्तो गाइरहनु भएको थियो अनि त्यहाँबाट मसँग फोटो खिच्नु भयो खुसी लाग्यो तर मैले केही दिन सकिनँ त्यसमा चाहिँ माफ गर्नु होला यति धेरै मान्छेमा एउटा फोटो खिच्नु दिनुभयो धेरै धेरै धन्यवाद हाम्रो के भन्छौ म त आज धेरै खुसी छु के आई लभ यु ल रचु धेरै धेरै माया छ अनि कस्तो मजाले बोलाउनुहुन्छ क्या मलाई त्यही खुसी लाग्छ तपाईँलाई
तर मेरो स्वर खासै सुकेन किनकि आज कस्तो भयो भने म घरि क्यामेराम्यानमा पनि थिएँ अनि उहाँ चाहिँ फ्री हुनुहुन्थ्यो क्या नाचे पनि गाए पनि जे गरे पनि फ्रीमा हुनुहुन्थ्यो नि त्यही भएर आई लभ यु रचु